विशेष गरिकन नेपाल कम्युनिस्ट आन्दोलनको मूलधार मानिएको एमाले जुन कहिले वर्ग सङ्घर्ष, समावेशी लोकतन्त्र र सामाजिक न्यायको रचनात्मक धारको प्रतीक मानिन्थ्यो, आज नेकपा एमालेको नेतृत्व केपी शर्मा ओलीले गरेका छन्। जब केपी शर्मा ओलीको सर्वसत्तावादी चरमपन्थी सोचमा सीमित गइरहेको देखिने नेकपा एमाले विचारको ठाउँमा अनुशासन, विमर्शको ठाउँमा आदेश र सहमति भन्दा पनि बढी समर्पणको अपेक्षा यहाँ गरिन्छ। त्यसैले अहिलेको एमाले भित्रको अली प्रवृत्ति अलियोगीन शैली बनेको छ। यसै सन्दर्भमा रामकुमारी झाँक्रीको हालैको एमाले पुनः प्रवेश एउटा ऐतिहासिक विडम्बना हो। 2077 सालमा संसद विघटनको विरोध गर्दै मुखमा कालो टेप लगाएर उनले दिएको सन्देश हामी बोल्न जन्मिएका हौं नेपालको लोकतन्त्रको आत्मस्वर थियो। त्यो आवाजले सत्ताको अहंकार विरुद्ध बोल्ने नागरिकहरूको मनोबल बढाएको थियो। तर आज त्यही आवाज ओलीवादी चरमतालाई स्वीकार्दै पुनः त्यही सत्ता केन्द्रमा प्रवेश गर्छ जसले कहिले आलोचना सहन सकेको छैन। यो केवल व्यक्तिगत राजनीतिक निर्णय होइन, विचारको पराजय र प्रतिशोधको आत्मसमर्पण हो भन्न सकिन्छ। हेर्नुहोस्, जब रामकुमारी झाँक्री एमालेबाट छुटिएर समाजवादी दलमा गएकी थिइन्, त्यति बेला एमाले नेतृत्वमा रहेका केपी शर्मा ओलीलाई के भनेकी थिइन् त हेरौं। खड्ग प्रसाद ओलीका छोरा मन्त्रीहरूले सरकारी इमेल एड्रेस खोल्न पनि 10 करोड भ्रष्टाचार गरेको कुरा महालेखाको प्रतिवेदनमा आएको छ। रिटर्न डकुमेन्ट हो, महालेखाको प्रतिवेदनमा। खाना चाहिँ के बाँकी राखेको छ ओलीले? खाना लुट्न चाहिँ के बाँकी छ? आज पानीको बोतलदेखि टोयलेट पेपरसम्म ओलीको फोटो टाँसिने पैसाको स्रोत के हो? यो रामकुमारी झाँक्रीको आरोपको खण्डन नेकपा एमाले गर्न सक्छ त? जेन्जी आन्दोलनपछि धराशायी बनेको नेकपा एमालेलाई फेरि बलियो काँध थप्न अग्रसर रहेका महेश बस्नेत जुन पहिले केपी शर्मा ओलीलाई यसरी टिप्पणी गर्ने गर्थे। केपी ओली लगन खेलको पागल खानामा हुनेछन्, याद गर्नुहोस्। केही भएर थुतुनु सम्हाल्नुहोस्, तपाईँको थुतुनु धेरै बढी भएको छ। राजनीतिलाई पेसा बनाउनेहरूको कारण नेपाली राजनीति यसरी धमिलो बन्दै गएको हो। आजको भिडियो तपाईलाई कस्तो लाग्छ? जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया जनाउनु होला। धन्यवाद।